हेलो गाइस है अब म चाहिँ यो जुत्ता सिलाउन लाग्यो। जाडो महिना लाग्यो साथीहरु। यो जुत्ता सिलाएर चाहिँ अब 5 वर्ष पुराउनु पर्यो नि हैन, जाडो महिना झ्याप्प लाएर हिँड्ने। अनि यहाँ आएर छ के जुत्ता सिलाउने यहाँ दाइ झ्याप्प मेरो जुत्ता सिलाउँदैछ त्यहाँ है। अब म नि यो जागिर गर्ने गाइस। यो जागिर मलाई मन पर्यो है। हेलो हजुर आयो टुटेका फुटेका ग्यास चुलो जुत्ता सिलाउने हजुर भन्दै यसरी है। अनि हिँड्नु पर्ला जस्तो छ। त्यो नराम्रो नराम्रो कमेन्ट नगर्नु होला, जस्ट रमाइलो लाग्यो है। काम भने शान्त नो नराम्रो सोच नगर्नु होला, जस्ट मैले यो रमाइलोको लागि गरेको यो है। तर पेसा हो नि त, आफ्नो सिप हो नि त यो भनेको। हामीलाई अरू सिप जानेको छ, यो सिप जाने छैन हामीले। उहाँ दाइले यो सिप जाने छ, अरू सिप जाने छैन होइन दाइ। कहाँ हो तपाईँको सरलाई भने यहाँदेखि कति पर्छ भने त यहाँदेखि जानु पर्यो भने काठमाडौँदेखि कति घन्टा लाग्छ? सिन्धुली छेउछाउ हो? सिन्धुली बर्दिबास धल्केबर पुग्नु पर्दैन ए। बर्दिबास भन्दा मिर्चायो भन्दा अलि उता हो के त हो? यतै हो नि मिर्चायो भन्दा। मेरो त पूर्व हो उता ए। हाम्रो त सिन्धुली के अरे उदयपुर कटेर जानुपर्छ। उदयपुर कटारदेखि पनि उत्तै हो ओखलढुङ्गा। सर सरलाई देखि चाहिँ है। यहाँ बसेको कति भयो तपाईँ काठमाडौँ? हजुर 20-22 वर्ष। फ्यामिली नै यतै हो कि तपाईँको? तपाईँ एक्लै? छोराछोरीहरू गाउँमा? पैसा यहाँदेखि कमाउँदै पठाउँदै गर्छ होला होइन गाउँमा? हेर्नु पऱ्यो नि छोराछोरीलाई होइन, पाल्नु पऱ्यो, मेहनत गर्नु पर्यो होइन, दुःख गर्नु पर्यो। जस अङ्कलको जी हेर्नु गएछ है, सिप जी ठिक छ होइन। यो जुत्ता सिलाउँदैछ मेरो जुत्ता। अब यो बाँकी छ, अब एउटा बाँकी छ, एउटा त्यहाँ सिलाउँदैछ। जस अङ्कलले जी 20-22 वर्ष भइसकेको रहेछ काठमाडौँ बसेको। यस्तै दुःख गरेर चट्ट घर फ्यामिलीलाई हेर्ने, घर फ्यामिलीलाई पैसा पठाइदिने, आफ्नो सिपमा चाहिँ ध्यान गर्नुपर्छ है त गाइज। सिप भन्ने कुरा ठुलो सानो हुँदैन। जस्तो सिप पनि आफूले जानेको सिप आफ्नो लागि ठुलै हो गाइज है। त्यही भएर बेकारमा हल्लिनुभन्दा एउटा सिप भयो भने मान्छेलाई काम लाग्दो रहेछ है त गाइज। जे होस् यो सिप चाहिँ ठिक छ होइन त। अनि यसो आयो हजुर फुटे बिग्रेका ग्यास चुलो भन्दै हिँड्नलाई होइन। अलिकता नेपालीको मान्छे कस्तो छ भन्दाखेरि यस्तो काम गरेर हिँड्नलाई लजाउने के एकदम होइन, गाह्रो मान्ने। अनि ठेलामा त्यो हुन्छ नि कतिपय अब भैयाहरूले ठेलामा चाहिँ चटपट बेचेर हिँड्नु, उनीहरूलाई कति कमाएको हुन्छ महिनामा। हामी नेपालीको बानी चाहिँ खालि लजाउने होइन। अनि यो हुँदैन भन्ने त्यस्तो क्या सोच होइन। काम गर्नलाई लजाउनु भएन क्या राजाहरू। लजायो भने पैसा कमिँदैन। पैसा कमाउनलाई लाज शरम सबै त्याग्नुपर्छ है त गाइज। त्यही भएर यहाँ हाम्रो भैया दाइले चाहिँ मेरो जुत्ता बबाल सिलाउनु भएको छ। झ्याप्प एउटा त सिलाइभ्यो क्या चाहिँ यहाँ हेर्ने छेउ है, सिलाइभ्यो है। यस्तै हो गाइस है। अब दुःख गर्नुपर्छ, काम गर्नुपर्छ। काम भन्ने सानो ठुलो हुँदैन है। अघिदेखि भनिरहेको छ। जस्ट मैले चाहिँ अघि त्यो रमाइलो लागि मात्रै त्यो बजाएको गाइस है। अन्यथा नलिनु, नराम्रो कमेन्ट नगरिदिनु होला है त। ओके बाई। मेरो न्यू भ्लग हेर्नु होला, युट्युबमा गएर सर्च गरेर हेर्नु होला। मगर भ्लग छ है। अनि 1 2 3 छ। चट्टलाई सब्सक्राइब गरिदिनु होला। न्यू साथीहरूले लाइक सेयर कमेन्ट गरिदिनु होला है त।
त्यसो भन्दा म ओके बाई।